साथीहरू मैले चाहिँ फेरि होइन कतै कन्ट्याक्ट गर्न खोजिरहेको छु। अस्ति मलाई कल आउँछ भन्नु भनेको थियो, कल आएन है। हेलो हेलो हजुर हजुर नमस्कार। नमस्कार कहाँ पऱ्यो होला यो? कस्तो गर्नुभएको? मैले महिला बालबालिका तथा उसमा गरेँ। ओ उहाँकै सचिवालयमा पर्यो। ए मैले अस्ति कल गरेको थिएँ हजुरहरूलाई। को बोल्नु भयो? म सङ्गम घिमिरे। ए हजुर कन्ट्याक्ट त आएको छैन, मेल चाहिँ गरौँ साथीहरू होइन। मैले मेल पनि पठाएको थिएँ क्या। अनि त्यसरी मान्छे छिर्न मिल्छ मिल्दैन भन्ने कुरा हो होइन। यो के हो, चार्ज हल्यो सायद। एकछिन यो निकालिदिनु नभए। अनि अब यहाँनिर चाहिँ मैले एउटा मेल पठाएको थिएँ क्या। यो मेल होइन, म तपाईँहरूलाई देखाउँछु यो। यसमा चाहिँ के भनेको छ भने अपाङ्गता परिचय तथा पत्र तथा श्रवण सहायता सहयोगका लागि निवेदन टु info@MOWCSC.gov.np मैले मेल गरेको थिएँ। श्रीमान माननीय मन्त्रीज्यू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौँ महोदय, म सुनाइ सम्बन्धी गम्भीर समस्या भएको व्यक्ति हुँ र श्रवण यन्त्र हियरिङ एड प्रयोग गरी जीवनयापन तथा रोजगारी गरिरहेको छु। तर श्रवण क्षमता अत्यन्त कमजोर भएकाले बिना श्रवण यन्त्र म सामान्य रूपमा सुन्न तथा सञ्चार गर्न असमर्थ छु। हाल मेरो श्रवण यन्त्रमा समस्या आएको छ र मेरो आर्थिक अवस्था कमजोर भएकाले मर्मत गर्न असमर्थ छु, जसले मेरो दैनिक जीवन तथा कामकाजमा गम्भीर कठिनाइ उत्पन्न गरेको छ। म स्थायी रूपमा बरा क्षेत्र नगरपालिका यो मैले साथीहरू यो चाहिँ मैले अलि अगाडि पठाएको होइन, म नुवाकोटमा हुँदा बरा क्षेत्र त्यो म कुखुरा फार्ममा काम गर्दा क्या। बरा क्षेत्र नगरपालिका 5 सुनसरीको निवासी हुँ र हाल रोजगारीका लागि नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका 1 मा बसोबास गरिरहेको छु। यसैले मेरो अपाङ्गता परिचय पत्र डिसेबिलिटी कार्ड छिटो उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गर्दछु। साथै श्रवण यन्त्र मर्मत तथा आवश्यक भए आर्थिक सहयोग वा राज्यबाट उपलब्ध हुने अन्य सहुलियत उपलब्ध गराइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। म यो निवेदन मेरो दैनिक जीवन, रोजगार र आत्मनिर्भर जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसलाई मानवीय संवेदनशीलताका साथ छिटो समाधान गरिदिनुहुन्छ भन्ने आशा छ। तपाईँको सकारात्मक सहयोग अपेक्षा गर्दै हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सहित निवेदक सङ्गम घिमिरे, स्थायी ठेगाना बर क्षेत्र नगरपालिका 5 सुनसरी, हालको ठेगाना पञ्चकन्या गाउँपालिका 1 नुवाकोट। यो चाहिँ अब अहिले होइन, सम्पर्क नम्बर मेरो नम्बर दिएको छु। मिति मैले 2083 1 को महिना 7 गते मैले पठाएको थिएँ, वैशाख 7 गते मेल पठाएको थिएँ। अनि यसमा चाहिँ मेरो स्थानीय निकायबाट चाहिँ मेरो बारम्बार जाँदा ओर्दा पनि घरि के भन्ने काम भयो। तर कार्ड बनाउनु चाहिँ मैले एकदम दुःख पाइसकेँ क्या। अनि मैले त्यति हुन्छ नि, मसँग सोसियल मिडियाको एक्सेस छ होइन। कुनै पनि कुरा केही भयो भने भिडियो खिचेर हालिदिनु दिन मिल्छ भने मैले त्यति भोगिराख्नु परेछ भने झन् अब अरू ठाउँमा बिकट ठाउँमा हुन्छ नि, म जस्ता मान्छेहरूले के कतिसम्म म जस्ता भन्दा मभन्दा पनि अझै पर्यो। मलाई त त्यति साह्रो आफूलाई त्यो हुन्छ नि उ लाग्दैन। तर पनि कार्ड अब सरकारले त्यो मेरो राइटको कुरा हो नि त होइन। यो मेसिनको तपाईँको यो वायर बिग्रिएको छ क्या। यो मेसिनको वायर बिग्रिएको छ, पुरानो मेसिन हो होइन। नयाँ मेसिनमा पनि तपाईँको प्रब्लम छ, तर पनि मैले त्यो लगाइरहेको छु। यो मेसिन निकाल्दा ओर्दा मैले मेरै आवाज सुन्दिनँ क्या, अरूको आवाज परेको कुरा मैले मेरै आवाज सुन्दिनँ। अनि यस्तो खण्डमा म घरमा सुतिरहेको अवस्थामा 3-4जनाको मान्छे, कोही मान्छे अनअधिकृत मान्छे, नचिनेको मान्छे कोही घरमा आउँछ, ढोकासोका ढकढक गर्छ। मैले मेसिन लगाएको थिएन। त्यसपछि ढोका फुटाउनु खोज्छ। त्यसपछि अब मैले भने त्यो भाइब्रेसन त्यो फिल गरेपछि ढोकामा मेरो आँखा कतिबाट पुगेपछि गर्मी थियो, म बाहिर गएर आएको थिएँ, ठ्याक्क मेसिन निकालेर सुताएको थिएँ। मैले मेसिन निकाल्दा केही सुन्दिनँ साथीहरू। अनि त्यसपछिबाट लास्टमा बोलाइराख्नु भएको रहेछ होइन। भने के हुन्छ भने मेरै घरको मान्छेले पनि मलाई कन्ट्याक्ट गर्न सुरुमा भनेको मलाई फोन गर्नुहुन्छ नि, म ढोका खोज्छु क्या। त्यो चाहिँ किनभने घरिघरि अब ढोका लाएर बसाइ हुन्छ, त्यसपछिबाट ब्लुटुथ कनेक्ट गरेर बसो भने पनि बाहिरको आवाज आउँदैन। मेसिन निकालेर बसाइ हुन्छ बा होइन, लाउँदा अब एकदम त्यो झ्याउलायो हुन्छ नि त। अनि हो त्यस्तो हुन्छ। तर पछिबाट चाहिँ तपाईँको त्यो सिभिलमा चाहिँ होइन, पुरा मेरो त्यो घर नै घेर्ने भयो क्या। अनि जब चाहिँ मेरो घरमा गार्जेन हुँदैन होइन, कोही आउनु ओर्नु भयो भने मेरो गार्जेनलाई सुरुमा मैले खबर गर्नु ओर्नुपर्छ। मलाई खबर गर्नु भन्नुभएको थियो, उहाँको फोन लागेको छैन होइन। उहाँ चाहिँ बाहिर जानु ओर्नु भएको छ, भोलि आउने कुरा छ भनेर भनेको थिएँ। तर पनि पुलिसले होइन एकैछिन काम हो भनेर भन्नुहरू। तर मेरो छिमेकीलाई सोद्धा पनि त्यो आएको लुगा नलगाइकन आएको ओरेको त्यो होचेको अब गुन्डा हो, मार्नलाई पठाएको होइन। के भाउमा बा मेरो अब बिहे हुन आँट्यो यस्तो उस्तो भनेर अब बा अर्को साइडबाट हुन्छ नि, अब मार्ने प्लान भएको के थाहा भएन मलाई होइन। तर मैले चाहिँ भिडियो गरेको थिएँ क्या। पछिबाट चाहिँ भिडियो गरेपछि अनि त्यसपछिबाट बल्ल लास्टमा उहाँहरू जानुभयो। अनि भोलिपल्ट मैले चौकीमा डेढी पनि राति आउनुभयो, त्यही दिन आउनुभयो। उहाँबाट राति आउनुभयो, आउनु पऱ्यो नि। घरमा कोही छैन होइन, गार्जेन छैन, कोही छैन। ढोका खोल भनेको छ, के भनेको छ, अर्काको घरमा छिरेछ। मान्छे मारे त होइन नि त, मान्छे मारे होइन भन्दा पनि मलाई भएको के हो भन्ने कुरा मलाई नै थाहा छैन क्या। मान्छे नै मारो भने पनि ठिक छ, ठिक छ भन्दा पनि मान्छे नै मारो भने लग्न मिल्छ, कानुन छ होइन, पक्राउन मिल्छ, ठिक छ। तर यो तरिका त हुँदैन नि त। सुरुमा नेपालमा भनेको कहिले पनि क्या कसैलाई पक्र्दाखेरि के हुन्छ भने मैले भोगेको छु क्या अगाडि, तपाईँलाई यो कारणले पक्रेको, तपाईँलाई यो उजुरी आछ भनेर भन्ने काम हुँदैन।
त्यहाँ जानुपर्ने छ यहाँ जानुपर्ने छ भनेर जबरजस्ती बाइकमा बसाएर र त्यसपछिबाट यताबाट उता ओडाबाट इलाका इलाकाबाट जिल्ला जिल्लाबाट अनि त्यसपछिबाट जेलभित्र हाल्यो भनेपछि अनि पछिबाट बल्ल कागज थमाउँछ हातमा त्यो जेलको भित्र अनि हातमा कागज थमाएपछि त्यो कागजले के गर्नु अगाडि थमाउँदा त कमसेकम त्यो अनुसार तयारी गरिन्छ नि त मेसिन लाउँछु म होइन मेसिनको सामानहरू बोक्नु ओर्नुपर्छ के सामान तपाईँसँग किनभने अब तपाईँ चाहिँ आज फर्किनु हुँदैन घर चाहिँ तपाईँ केही सामान बोक्नु त्यति त भन्दा हुन्छ नि त होइन त्यति नभनेपछि एउटा कान नसुन्ने मान्छेले यो मेसिन अफ भयो त्यसपछिबाट मेरो अवस्था कस्तो हुन्छ कसै सोच्न पनि सक्दैन क्या मान्छेको मुख चलिरहेको हुन्छ ओर्छ म आफूले बुझ्या हुँदिनँ क्या मलाई के भइरहेछ होइन म कुन तरिकाले चल्नु पनि म आफूले बुझ्या हुँदिनँ कति 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 डरलाग्दो घटना हो यो मतलब कति डरलाग्दो कुरा हो यो तपाईँहरूलाई हुन्छ नि फिल गर्न सक्नुहुन्छ तपाईँहरूले क्या कति डरलाग्दो घटना हो कान हुन्छ नि सुनिराख्दा नभन्ने होइन पछिबाट लास्टमा यो बोक्नु त्यो बोक्नु पनि नभन्ने कार्ड नकार्ड बनाएको छ यसरी हुन्छ नि एउटा कान नसुन्ने मान्छे एउटा बिरामी मान्छे मेरो हात हेर्नु यहाँनिर मेरो हात बाइक एक्सिडेन्ट भएर रोड हालेको थियो हात अहिलेसम्म पनि तपाईँको यहाँनिर यता 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 चोट पनि छ तपाईँहरूको होइन यहाँ देखिएन कि म देखाउँछु ल यो भाग हल्का उठाएछ क्या यसमा दाग देख्नु तपाईँले हो यो हो क्या अनि यो हात पनि कमजोर छ नि यस्तो अवस्थामा चाहिँ मैले त्यतिखेर चाहिँ तपाईँहरूको हुन्छ नि यो यो हो यो खोक्री मेरो तपाईँको घाँटीमा राखेर र त्यसपछिबाट होइन अब पनि मलाई एकदम डर लागिसक्यो म यस्तो मान्छे हो मैले सब भने क्या म यस्तो मान्छे हो होइन म यस्तो मान्छे हो मलाई एकदम डर लागिसक्यो के कारण हो कसो कारण हो गार्जेन हुँदैन मेरो घरमा गार्जेन भएपछि कम्तीमा पनि आउनु ओर्नु होइन भनेर मैले भन्दा फेरि उहाँहरूले एकदम त्यो जुन तरिकाले त्यो हुन्छ नि त्यो मार्ने नियतै जस्तो नियत देखाउनु भयो उहाँहरूले होइन ढोका फुटाउनु खोजेर झ्यालतिरबाट पुरै छिरो चस्तो गरेर म झ्याल लगाइदिएँ त्यतिखेरतिर अनि पछिबाट लास्टमा घाँटीमा मैले यो खुकुरी चाहिँ घाँटीमा राखेर त्यसपछिबाट लास्टमा अब मलाई योभन्दा बढी प्रेसर भयो भने म झेल्न सक्दिनँ म यहीँनिर सुसाइड गर्छु यहीँनिर काट्छु म काट्दिम नपत्याउनु भयो तपाईँहरूले भनेर म चाहिँ एकदम डराएर म कामिरहेको थिएँ क्या त्यस्तो भइरहेको थियो होइन अनि अब त्यो हुँदा फेरि होइन अनि यो कुरा मलाई छोड्न मन लागेन क्या यतिकै यो छोड्नै मन लागेन मलाई यो कुरा होइन भोलिपल्ट अर्को कुरा भन्छु र अर्को कुरा भन्छु अर्को एकजना साथीले मेरो पूर्वपत्नीको साथीले चाहिँ मलाई मेसेज गरेको थियो के भएको तिम्रो भनेर भनेको थियो नि खोइ मलाई थाहा भएन तिम्रो साथीलाई सोध्दा सिआइबी पठाइरहेको थियो भनेर भने मैले होइन त्यसपछिबाट उसले चाहिँ एउटा स्क्रिनसट पठायो क्या अनि त्यसमा चाहिँ नाम के थियो भने माथिपट्टि श्री मल्ला सिमखडा के भनेर लेखाएको थियो अनि त्यसपछिबाट मुनि उसको नाम थियो अनि उसलाई म्यासेज आएको रहेछ भन्ने कुरा बुझेँ होइन त्यसपछिबाट प्रोफाइल थिएन त्यसमा चाहिँ अनि म चाहिँ अहिले घरमा छुइनँ म चाहिँ बाहिर आएको रहेको छु होइन अनि म तेरोमा आएको रहेको छु भनेर मैले भनेको छु तेरोमा छु भन्दै ल मम्मीले फोन गर्नुभयो भने भनेर विराटनगरतिर क्या कतातिर आएको छु के जस्तो कुरा भएको रहेको थियो क्या अनि हो त्यो भनेर भनेको स्क्रिनसट मलाई पठाएको थियो मैले स्क्रिनसट हानेको थिएँ तर भ्युएस वान्स गरेको रहेछ त्यो हुँदा पछि स्क्रिनसट ऊ भएन म अर्को फोनबाट खिच्थेँ उसलाई पछि उसले डिलिट गरेर आफै म्यासेज गरे मान्छेले ब्लक हाने पछिबाट थाहा छैन अब फेरि बा लास्टमा मसँग आइज भेट्न आइज भने हो के हो थाहा छैन होइन म चाहिँ अब हुन्छ नि म सबै कुराहरूलाई बिर्सेर म चाहिँ अब अघि बढिरहेको मान्छे हो नि त म त होइन अब कसरी चल्ने के गरेर चल्ने हिजोको दिनमा मेरो कमी कमजोरीहरू होइन भयो होला नि त मेरो कमी कमजोरी के थियो होइन मैले के गर्नुपर्ने ठाउँमा के गरेँ होइन म माथि कस्तो हुन्छ नि अन्याय भयो के भयो कसो भयो अब त्यो चिजहरू नदोरिनको लागि अब के गर्ने भने म त्यो तरिकाले बसिरहेको थिएँ क्या तर पछिबाट लास्टमा जुन तरिकाले हुन्छ नि मलाई त्यस्तो प्रेसर एउटा कान नसुन्ने मान्छे होइन जसको कार्ड बनाएको छ नि स्थानीय निकायले कार्ड बनाएको गरेको छैन हुन्छ नि मैले यो भिडियो युट्युबमा हाल्दा फेरि यसको 15% ट्याक्स हान्छ क्या साथीहरू सरकारलाई त्यो जो प्रहरी हाम्रोमा आउनु हुन्छ जो प्रहरी आउनु भयो होइन प्रहरी हो गुन्डा हो मलाई थाहा भएन त्यो अब उतै जानु होइन अनि अर्को कुरा भनेको चाहिँ उसले चाहिँ म यसरी हिँडेको छु बाहिरतिर पुलिस केसले गरेर भनेको थियो क्या जब कि मेरो साइडबाट कुनै पनि केस हालेको छैन भनेपछि मेरो नामबाट अझै पनि हुन्छ नि यस्तो गर उस्तो गर भन्ने कुरा छोडेर नि रहेछ अझै पनि यो भइसकेपछि मैले बोल्न पाउने कि नपाउने मैले हुन्छ नि म त मुभन भइसकेको मान्छे हो नि त मैले यो सबै चिज छोडेर र म अघि बढ्न पाउने नपाउने होइन नपाउने हो भने हुन्छ नि त्यो कागजमा चाहिँ तपाईँको यसको भ्यालु के सिधा कुरा गर्छु म होइन सुनसरी जिल्ला अदालतबाट ऊ भएको यो चाहिँ तपाईँको अदालतको उयो हो क्या प्रमाणपत्र हो त्यो उसको छुट्टेकोरीको बारेमा अनि मैले जम्मा हुन्छ नि मैले कोही नयाँ मान्छे ल्याउन आँटेको छु होइन उसँग मलाई भेट गराउनु ओर्न मन छ त्यसपछिबाट लास्टमा एकजना कसैले बाहिरतिरबाट लुगा पठाउँछु भन्नुभएको थियो अनि अब उसको मम्मीलाई आमालाई कन्ट्याक्ट गर्नु मसँग बच्चा छैन भनेको थिएँ मैले बच्चाको लागि लुगा पठाउने भन्दाखेरि क्या अनि होइन तपाईँले भेट्न पनि पाउनु हुँदैन मलाई उताको मान्छे मन पर्दैन तपाईँसँग मैले कन्ट्याक्ट भएर गरेँ तपाईँले भेट्न पनि पाउनुहुन्छ बरु त्यही मौकामा भन्नुभयो ठिक छ नि त भने त्यसपछिबाट मैले पनि 2-4 हुन्छ नि अब त्यो आफूलाई पनि मन लाग्छ नि त सम्बन्ध दुईजना सक्यो अनि पछि तपाईँको मैले योभन्दा अगाडि काठमाडौँमा जाँदा काम गरेँ अरे 2-4 पैसा बचा गरेको पैसाबाट छोरीलाई के लगिदिन्छु फेरि भनेर मैले सोचेको थिएँ क्या त्यो सोच्न एउटा बाउले पाउँछ पाउँदैन त्यो सोचेर होइन त्यो सोचेर त्यस्तो भनेर ल भनेपछि अनि त्यसपछि भोलि म कल गर्छु भन्नुभएको थियो उहाँहरूले चाहिँ पछिबाट लास्टमा सिआइपी पठाउनु भयो भोलिपल्ट यो कतिको जायज कुरा हो यो कतिको ठिक कुरा हो होइन अब मेरो कुरा अहिले सुनसरीमा कर्फ्यू लागिरहेको छ साथीहरू अब उता अहिले हाम्रो यहाँभन्दा टाढै पर्छ होइन तर उता कर्फ्यू लागिरहेछ अनि अब यस्तो सिचुएसनमा अब त्यो भएर मानिले
नआएको गरेको हो कि फेरि त्यो अस्ति आएको मान्छे मलाई थाहा भएन, भोलिपल्ट मैले डेटलाई ओडामा पठाउँदाखेरि चाहिँ हामी त्यसरी हामीलाई कतिबाट केही आदेश आएको गरेको छैन, हामी चाहिँ के भएर छ भनेर बुझ्न आएको भन्नुभयो। बिचरा उहाँ दुईजना त्यो जो क्यामेरामा देख्नु भएको थियो उहाँहरूको गल्ती छैन, उहाँहरूको केही पनि छैन, म उहाँहरूलाई केही पनि भन्नै चाहन्न होइन। अनि उहाँहरूलाई त्यो दबाब दिनै चाहन्न म। अनि उहाँले चाहिँ एकपल्ट मैले फोन पनि त्यतिर साथै सबैजनालाई गरेँ, सोसियल मिडियामा हुन्छ नि इन्टरनेटमा एभाइलेबल सबै नम्बरमा मैले कल गर्दा कतै पनि फोन लागेन होइन। पछिबाट मैले जिल्लामा गरेँ फोन, जिल्लामा गरेपछि जिल्लाबाट मलाई कुनै कुरा भन्नु भयो होइन। त्यहाँबाट फोन गरेर पनि थाहा पाइएन क्या, जब हामी भन्छौँ नि जेएनजीको सरकार यसको सरकार अनलाइनबाट अब हामीले मुद्दा हाल्न मिल्छ, यस्तो गर्न मिल्छ, उस्तो दिन मिल्छ, निवेदन दिन मिल्छ, कतै केही देखियो अरे भने हतार हतार फोन गरेर सम्बन्धित निकायलाई जानकारी दियो भने त्यो रेस्क्युको लागि एकदम रेडी भएर बसेको रहेको हुन्छ। भने जुन तरिकाले हुन्छ नि यो कुराहरू फैलाएर यस्तो छैन साथीहरू, ग्राउन्ड लेभलमा यस्तो छैन। म पनि भुइँ मान्छे हो, मैले पनि हुन्छ नि मैले त्यो तरिकाले ल हेरौँ है त सरकारको काम चाहिँ भनेर त्यो तरिकाले मैले कन्ट्याक्ट गर्न खोज्दाखेरि कसैलाई कन्ट्याक्ट नलाग्नु भनेको एकदम दुःखको कुरा हो यो कुरा। अनि पछिबाट लास्टमा बालन शाहको आएको थियो हुन्छ नि, उताको कर्पीको बारेमा बालन शाहको अघि पोस्ट देखेँ मैले होइन, हिजो हाल्नु भयो उहाँले, मलाई ठिक लागेन क्या। कुनै पनि घटना घटिसकेपछि त्यसपछि सरकारले त्यो हुन्छ नि त्यसपछि सान्त्वना दिने सरकारको काम त्यो होइन। एउटा गार्जेन एउटा असल गार्जेन भन्ने त्यो होइन भने त हिजोको दल र आजको दलमा के फरक भयो होइन। अनि अर्को कुरा भनेको चाहिँ हामीलाई स्थानीय निकायले अहिले पनि दुःख दिइरहेको छ भने कि अब हाम्रो हुन्छ नि मतलब अब त्यो अहिले रासोपा स्थानीय निकायमा छैन भनेर हुन्छ नि हामीले दुःख त्यतिखेरसम्म चुनाव नआउँदैछन् भोगिराख्नु पर्ने हो कि होइन। होइन भने उहाँहरू भनेको महाराजाहरू हो होइन नि त होइन। हामीले ट्याक्स पे गरेर हामीले पालेको एउटा त्यो नकुर भन्छु म त नोकरै भन्छु, किनभने हामीले एउटा बच्चाको सामान्य दुध किन्दाखेरि हुन्छ नि त्यहाँनिर सरकारले त्यहाँनिर बच्चाको दुध चुस्नुपर्छ क्या, त्यहाँनिर त्यो बच्चाको हुन्छ नि बच्चाले खाने दुध त्यहाँनिर सरकारले चुसिरहेको हुन्छ, त्यहाँनिर ट्याक्स लागिरहेको हुन्छ क्या। एउटा टोइलेटमा जाँदाखेरि एउटा त्यो टोइलेटमा पुस्ने त्यो टिस्यु पेपर हुन्छ हो त्यसको झरी ट्याक्स लागिरहेको हुन्छ, हामीले खाने अन्न सबै कुराको। अब चाहिँ युट्युबबाट टिकटकबाट फेसबुक मोनेटाइजेसन यताउतिबाट हुन्छ नि कति ट्याक्स काट्छ त्यो त भन्न साध्य नै छैन क्या। अनि यो ट्याक्स हामीले तिर्नुपर्ने चाहिँ किन होइन। अनि अर्को कुरा भनेको त अब सोसियल मिडियालाई पनि आय स्रोत देखाउन मिल्छ ओर्छ भन्ने कुरा त अब तपाईँहरूलाई थाहा छ होइन। हाम्रो स्वयं बालन प्रधानमन्त्रीले पनि त्यस्तो गर्नुभएको थियो, सोसियल मिडियालाई आय स्रोत बनाउनु भएको थियो। अनि मेरो चाहिँ मैले मात्र के गर्न आँटेको थिएँ भने होइन यसरी मान्छेले बच्चा आफूसँग राखेको छैन, बच्चा आमाले दुध खुवाएको गरेको छैन, बच्चा आमा यसरी गति छाडेर एक ठाउँमा हिँडेको भनेर कहाँ कोसँग हिँडेको थाहा छैन, मलाई मतलबको कुरा भएन क्या त्यो कुरा। तर मेरो बच्चासँग सरकारको कुरा हो नि त, उसले कस्तो तरिकाले उसले पाइरहेछ भन्ने कुरा हो नि त। अनि मलाई मान्छेले प्रश्न गर्छन् क्या तँ त्यो तरिकाले हुर्काउन सक्छ राख्नु सक्छ, त्यो अरूको काम होइन, त्यो अदालतको काम हो, त्यो कानुनको काम हो। अनि अरूले के भन्नुहुन्छ भने भोलि के भयो र भनेर त कानुनले जवाफ मागिहाल्छ नि भन्नुहुन्छ क्या। म साथीहरू मेरो बाइक एक्सिडेन्ट भएपछि मेरो कान यस्तो भयो, मेरो हात यस्तो भयो होइन, मलाई आजसम्म पनि मलाई गिल्ट छ क्या, म किन गएछु भने क्या त्यो गिल्टमा बाँच्नु कस्तो हुन्छ त्यो थाहा हुँदैन सबैजनालाई। अनि फेरि अर्को गिल्टमा मलाई बाँच्नु छैन क्या। कुनै पनि घटना हुनु अगाडि हामीले हुन्छ नि सतर्कता अप्नाउनुपर्छ क्या। घटना घटिसकेपछि सान्त्वना सिम्प्याथी त्यो होइन क्या, त्यो हुँदैन त्यो ठिक कुरै होइन। त्यो हुन्छ नि अलिक म्याच्योर हुनु पऱ्यो, अलिक सरकार म्याच्योर हुनु पऱ्यो, कानुन म्याच्योर ल्याउनु पऱ्यो, छैन भने त्यस्तो खालको होइन। मैले राख्न पाल्न सक्दिनँ ओर्दिनँ भन्ने कुरा भयो भने म अर्को मान्छे ल्याउँछु, म बेगर कोही मान्छे ल्याउँछु, उसले स्वीकार्न तयार छ हुन्छ नि कोही मान्छे। अनि मैले जुन तरिकाले भेट्न खोजिरहेको छु होइन यो तरिकाले त परेको कुरा दिनदिनै भेट्छु भने म भेट गराइदिनु तयार छु, म त्यस्तो बदला लिँदिनँ किनभने यो बच्चाको एउटा नाता छ होइन जस्तो भयो अरे पनि। अनि हो यति बारेमा मैले बुझेको गरेको हो क्या। यी मेरो कार्डहरू यहाँनिर सरी है पक्नु मेरो कार्ड यो मलाई हालेको मुद्दा झुटो मुद्दा यहाँ के लेखेको छ तपाईँहरूले पढ्न पनि सक्नुहुँदैन होला, त्यस्तो लेखेर हालेको छ मलाई होइन। पछिबाट मेरो उत्तर यो मेरो साइडको कुरा, त्यसपछिबाट अदालतबाट आएको हुन्छ नि अदालतबाट आएको यो हुन्छ नि के भन्छ यसलाई फैसलाको कुरा हो। यो चाहिँ यो राख्नै पर्ने भयो क्या, मैले चाहिँ राख्न मिल्छ मिल्दैन मलाई थाहा छैन होइन। तर यसरी डर त्रासमा म बाँच्न सक्दिनँ साथीहरू। त्यो भएर चाहिँ मैले मन्त्रालयमा पनि मलाई कसैले कन्ट्याक्ट गर्नु भएको थियो होइन। त्यो घटना भले अर्कै कुरासँग जोडिएको छ। जस्तै अब तपाईँको मैले चाहिँ म कतितिर हुँदा मैले भोगेको समस्या मेरो त्यो कार्डले गरेर पाउनुपर्ने राइटहरू पनि मैले नपारेर हुन्छ नि सरकारले 1-2 हजार रुपियाँ कति दिन्छ, त्यो त मेसिन त हुन्छ नि मेसिन बनाउनु मिल्छ, भाडा पनि पुग्दैन क्या त्यसले त, भाडै पुग्दैन। महिनाको 1000 रुपियाँ 2000 रुपियाँ त्यो पनि कार्ड बनाऊ भने त्यो कार्ड पनि बनाउन सक्दैन, बनाऊ भने पनि सरकारले उपलब्ध गराउँछ 2000 रुपियाँ होइन। त्यो आउजाउ गर्न काठमाडौँ यहाँबाट काठमाडौँ आउजाउ गर्न नि पुग्दैन मेसिन बनाउनको लागि क्या। अझै मेसिन त्यहाँ बनेन भने इन्डिया पठाउनुपर्छ मेसिन होइन। अनि 2.5 लाख 2.5 लाखको मेसिन चाहिँ किनेर ओरेर मैले के को लागि भन्दा सुन्नको लागि मात्र मैले सुन्नको लागि मैले त्यति महँगो मेसिन किन्नुपर्छ, बार्गेनिङ हुन्छ त्यो कुरामा होइन। यो कतिको ठिक कुरा कतिको बेठिक कुरा हो। सरकारले एमआरपी सरकारले कम्तीमा प्राइस तोक्न मिल्थ्यो कि मिल्दैन थियो, सरकारले प्राइस तोकिदिँदा त हुन्थ्यो होला नि कम्तीमा पनि होइन। कसैले आँखा देख्दैन भने आँखालाई चाहिने हरेक कुराहरू ग्याजेटहरू अब कोही बैशाखी टेक्छ, कोही विलचेयरमा हिँड्छ होइन, कसैले त्यो चस्मा त्यो लठीहरू नभए यस्तो हियरिङ एडहरू यो त खास सरकारले उपलब्ध गराउनु पर्ने हो क्या। ठिक छ गराउँदैन सबै कुरा सरकारले गर्दैन, लु ठिक भयो केही छैन होइन। तर कम्तीमा पनि किन्न सक्ने हैसियत त सरकारले अलिकति हैसियत त हाम्रो पनि अलिकति त बनाइदिनु पऱ्यो नि त। आफूले राहत दिएर हुन्छ कि आफूले राज्य कोषबाट अलिकति सहयोग गरेर हुन्छ कि प्राइस घटाएर हुन्छ कि सबै चिजहरू चाहिँ सरकारी
कन्भर्ट सरकारी संस्थामा कन्भर्ट गरेर आफ्नो उसमा जिम्मामा लिएर कि होइन, नभए त्यो हुन्छ नि टेन्डर खोलेर पछिबाट लास्टमा अनि सबभन्दा त्यो सस्तोमा कसले दिन्छ भन्छ उनीहरूलाई सेलेक्ट गरेर हुन्छ के गर्नु, त्यो चिज त गर्नु पऱ्यो नि त होइन। अनि अस्ति सीताबारीको मैले नाम ल्याएको थिएँ होइन, मन्त्रीजी हुनुहुन्छ म चाहिँ माननीय मन्त्रीजी, त्यो मेरो कामसँग रिलेटेड कुरा थियो, मैले नाम ल्याएको थिएँ। कसैको मलाई कन्ट्याक्ट आएको गरेको थियो, यो भिडियोमा हालिहाल्दिनँ होइन, तर उहाँहरूबाट मलाई हुन्छ नि सक्ने सहयोग भएन भने चाहिँ म यो भिडियो हाल्छु है। मैले 2 पल्ट कन्ट्याक्ट गरिसकेँ, फेरि रेस्पोन्स गर्छु भन्नुभएको छ, तपाईँहरूको अगाडि मैले कल गरेँ हो होइन, फेरि रेस्पोन्स अहिलेसम्म रेस्पोन्स आएको छैन। एकचोटि फेरि म चेक गर्छु होइन, रेस्पोन्स अहिलेसम्म आएको छैन, यो देखाउनु मिल्दैन होइन, मेन्टेन प्राइभेसी, रेस्पोन्स अहिलेसम्म आएको छैन, रेस्पोन्स आउँछ आउँदैन आएन, अहिले दिनसम्म पनि आएन भने चाहिँ म त्यहाँनिर त्यसपछिबाट अनि को मान्छे आयो किन आयो यो दुइटै कुरालाई समेटेर त्यसपछिबाट चाहिँ अनि म भिडियो अरू पनि थप बनाउनु पर्ने भिडियोहरू म बनाउँछु, किन बोल्न डराउँदिनँ क्या, म बोल्न डराएर हुँदैन क्या, किनभने हामीले ल्याएको सरकार हो नि त होइन। र पहिला यस्तो हुन्थ्यो, बोल्न पाइदिन्थ्यो, थियो राणा शासन थियो, के थियो कसो थियो भन्ने, अनि अहिले हामी डराउनु पर्ने प्रहरीसँग, अनि अहिले मानिदियो अनि अहिले यस्तो डरलाग्दो माहौल क्रिएट हुने, अनि कुनै पनि घटना घटिसकेपछि अनि त्यसपछिबाट लास्टमा संविधान त्यो त के फरक भयो, त्यो त इन्डियामा भयो जस्तै भइगयो नि, त्यो इन्डियामा जेनजी त्यो कक्रोचको आन्दोलन यताउति पछिबाट लास्टमा सुरुमै गर्न सक्ने काम सुरुमै सरकारले चाल्नुपर्ने स्टेप चालेन, दबाउन खोज्नु भर्छ होइन। अहिले पनि मेरो भिडियो सम्बन्धित निकाले हेरेको छैन होला र, हेरेको छैन जस्तो लाग्छ तपाईँहरूलाई, 50,000 भन्दा माथि गएको छ भ्युज, सरकारको ध्यान जानलाई कति भ्युज पुग्नुपर्छ त्यहाँनिर, कि कहाँ पोस्ट गर्नुपर्छ कहाँ हाल्नुपर्छ मलाई त्यो पनि भनिदिनु होला साथीहरू होइन। अनि अर्को भनेको गृह मन्त्रालय भन्ने कुरा हुन्छ नि, हामीले नाम भन्दा मलाई प्रोनाउन्स गर्दा नि मलाई डर लाग्न थाल्छ क्या। अब त कसैले केही बोल्यो कसो गर्यो भने पुलिस अझै जेनजीको पुलिस अरे अझै मानिला समय हर्क साम्बाङलाई कारवाही गर्यो यस्तो गर्यो उस्तो गर्यो भन्ने कुरा चाहिँ आउँछ होइन। न्याय दिने कुरामा चाहिँ यस्तो, अनि हामीले कहाँ यत्रो 35 वर्षदेखि लुटेको देश हामीले एकैछिनमा उ गर्न सक्छौँ त, कायापलट गर्न सक्छौँ त भनेर भनेको पनि सुन्यो क्या सुदन गुरुङ कताबाट। सकिन्छ, सक्ने कुरा सकिन्छ, फोन उठाउनुपर्छ, फोन गर्दा फोन उठाउनुपर्छ, सोहीमा फोन लाग्दा फोन लागोस्। मेरो आँखा अगाडि हुन्छ नि कुनै पनि सामान्य मान्छेको आँखा अगाडि केही पनि गलत चिज भइरहेको देखेपछि हुन्छ नि 100मा फोन गरेर 111 अनि 9 अनि 111 2 111 यस्तो दुनियाँ नम्बर निकाल्नै पर्दैन, 100मा मात्र फोन गर्दा फोन उठ्दै पुग्छ त्यति भएपछि क्या। अनि 100मा फोन उठ्दा फेरि यहाँको होइन उता कल गर्नु भने त्यसरी पहिला पनि त्यही हुन्थ्यो सरकारी निकायमा, यो कोठामा होइन उता कोठामा जानु त्यो कोठामा जानु त्यस्तो हुन्थ्यो। अहिले पनि हुन्छ नि, अहिले पनि अरू कुरामा चेन्जेस आएको होला, तर हुन्छ नि यो कुरामा टेक्नोलोजीमा नेपाल एकदम पछि परिसक्यो क्या, हाम्रो कानुन हाम्रो सबै कुराहरू क्या। फोन किन अरूलाई फोन गर्नुपर्ने, किन फोनबाट बुझ्न पाइँदैन, यताबाट उता गर्नु उताबाट उता गर्नु, ब्यालेन्स हुन्छ होइन, ब्यालेन्स त लाग्दैन र ठिक छ, तर समय हुन्छ हुँदैन नि त, कहिलेकाहीँ त त्यस्तै परिदिन्छ होला नि त, तपाईँको छोरी चेलीबेटी यताउति हुन्छ नि त, हुँदैन। यो त मेरो कुरा होइन क्या, मलाई डर लाग्यो क्या त्यो सोद्धाखेरि चाहिँ, मैले अहिले यो कुराको छाटो मैले बाटोमा केही गलत देखेँ अरे मैले फोन गरेर खबर गर्न खोज्दा फेरि रेस्क्यु टिम भनेको छ दुनियाँ भनेको छ, के भनेको के बोलेको त्यस्तो प्रशासनले बोलेको चाहिँ के हो त्यस्तो, जब कि हुन्छ नि मेरो भ्युवर्सहरूले नै कति कल गर्दा फेरि कसरी पनि फोन लागेन भन्नुभएको छ क्या। अनि फोन नलाग्नु पछाडिको कारण के, किन नलागेको किन नउठेको, यो सबै कुराको जवाब चाहिँ चाहिन्छ मलाई। भिडियो त म हाल्छु ल साथीहरू, मैले अहिले यति भने। अनि अब अझै उता महिला बालबालिका तथा ज्येष्ठ नागरिक तथा अपाङ्ग खोइ के भन्ने मन्त्रालय छ होइन, त्यहाँको सीताबारी हुनुहुन्छ मन्त्री, अनि उहाँसँगको सचिवालयको कुराकानी पनि मैले हाल्थेँ होइन, उहाँहरूलाई पनि मैले जानकारी दिएको थिएँ, अगाडिपल्ट पनि मैले भयो सबै कुरा भनेको फेरि भन्नु पऱ्यो क्या मैले। अब मेल चाहिँ गर्छु भन्नु चाहिँ मेल अस्ति अगाडि पनि यही भन्नुभयो, हेरौँ है साथीहरू के हुन्छ, न मेरो कार्ड बन्न सकेको छ होइन, न वाक्कै लागिसक्यो क्या, यो हरेक कुरा सरकारले सल्भ गर्न सक्छ क्या, एकैछिनमा सल्भ गर्न सक्छ। अनि म जस्तो प्रब्लम भोगेको कति मान्छे छन् सोच्नु त। अनि हुन्छ नि सोसियल मिडियामा म हुन्छ नि म हालिरहेको छु यो भिडियो, यस्तो भिडियोहरू हालिरहेको छु, म हालिरहेको छु होइन, कहिलेसम्म मेरो काम हुँदैन त्यसम्म हालिरहेको छु। ल साथीहरू अहिलेलाई मैले यतिखेर चाहिँ यो हालि पनि हालिदिनु म अहिले होइन, के हुन्छ हेरौँ म चाहिँ।